हाम्रो भाषा पनि जमानामा मरिसकेको। यो राजाहरूको पालो आएपछि झन् मरिसकेको। राजाको पालो भन्दा पनि हामीले जोगाएर ल्यायौँ, अहिले व्यापक गराएका छौँ। हामी यसमा हाम्रो विजय प्राप्ति छ। त्यस कारणले मुन्दुममा पनि हाम्रो जति जान्ने मान्छे छैन, मुन्दुममा पनि विजय प्राप्ति नै छ। अब यसलाई अझ राम्रो किसिमले सम्हालेर लानुपर्छ। एके दार्जिलिङमा चाहिँ इष्टमित्र आइङ किसिमले सम्झाव जोमसिम यौरिक जोमसिम तारुमसिम। त्यसले गर्दाखेरि त्यो कुरा म तपाईँहरूसँग हार्दिक अनुरोध गर्न म चाहन्छु। अब माहरूको शब्दमा बोल्ने हो भने अहिलेको परिस्थिति, अहिलेको नीति, अहिलेको राजनीति, अहिलेको समाजी नीति भनेको कल्ली हो। कल्ली में तो कलंक में तो बिनी वालेंची कौन कलंक के लोग भाग हुआ तीरबन जाती तीर तंदी नॉन्स तावांग वानी रहेंगो यकीन हेल जुगले अल्लाह मागरुलन भन्नु भएको छ तिमी यो देशमा बिजुली बाटो सबै बनाइदिन्छ तिमीलाई बिजुली बनाउँछ बाटो बनाउँछ स्कुल बनाउँछ के बनाउँछ त्यो भविष्यमा गएर तिमीहरुकै पहि राम्रो मात्रै सेवा गर्नु है भन्दै छ मागरुलन त्यही भन्नु भएको छ। अब यहाँ सबै गल्लीको स्वरूप हो अल्टिङ बल्टिङ गर्दै के गर्छ हैन तर पछि आउँछ अलिकति केलोको सिंगानी त क्या कन्चेङ नभने आल एकदम नम्बे हेलजुलले तपाईहरु मैले के भने नि अनि मन्दममा मैबे ससियाङ मैबे मन्दम हाबिकाङ मैबे अनि का इसुदोकाङ मैबे अनि आफै लकिन मैबे अमासमादे सम ना मना हिँड्दै बाध्दै वे क्या जियो म जामाङ तेङ गक्याङ अंगा थे प्रधानमन्त्री भी आसन उसको आचार संहितामा रहनु पर्छ म राष्ट्रपति त दिएला नि राष्ट्रपति हुँदा पनि आफ्नै मान्छेले पेल्नु पर्छ उसको आचार संहितामा बस्नु पर्छ त्यस्तै त छ नि हेकेल जुले अलिअलि हाङथिम बानेन अझ चेकथुङ बाहेन मेटिङ बा एकदम या हेल जुले हेन थेर सुधार जुगो वाला बनानी यहाँ बकेल सुधार हुँदै हेंग उसी बोखेंग सुन बनाउनुले त ढुङ्गालाई त धुनु पर्यो नि अनि मात्रै बिलाउनु पर्यो नि तरिका हेन के वारो तपाईहरुले सुन्नुभयो मेन्नेमा मेन्धामाको अलिकति तपाईहरुलाई व्याख्या गरिदिन्छु। मेन्नेमा मेन्धामा भनेको सुन्न हो। यो मेन्नेमा मेन्धामा पृथ्वी आकाश चन्द्रमा सूर्य तारा मण्डल यो भित्र सबै अटेर बसेको छ र यसको क्षमता बढ्दैछ र पृथ्वी शून्य हुँदा पनि यो मिनिमम मेन्धामन शून्य हुँदैन मानिसहरू शून्य हुँदा पनि मिनी मेन्धामन शून्य हुँदैन त्यसैबाट सृष्टि सुरु हुन्छ। मिनिमम मेन्धामनको क्षमता बढ्दै गएको छैन। यो क्षमता कति सम्झाने हो अड्कल गरेर सम्भव छैन र यसको क्षमता बहुत ठुलो छ। चारैतिर यसको क्षमता बढेको छ। यसमा आत्मा परमात्मा यो कुराहरू सबै आँटेको छ र हाम्रो मान्छेहरू चाहे राम्रो किसिमले मरिन्छ चाहे हिंसाबाट मरिन्छ ती आत्माहरू त्यो भित्र सबै अटेको छ। त्यो भित्र सबै अटेको छ। कर्म भनेको गुरु होइन यो साधु होइन ऊ नाम मात्रै साधु हो यो राजनीतिज्ञ हो भनेर मलाई पनि टाउको त मोली मागेकै हो तीन र हामीले यसलाई प्रचार गर्ने चाहिँ गतिले रूपले नै सुरु गरेर हामी अगाडि बढ्दै गयौँ। अगाडि बढ्दै जाँदाखेरि हाम्रो अब नुन माङ्गिना कार्यक्रम शुभ जन्मोत्सव आयो। त्यति बेला अब शुभ जन्मोत्सवको लागि त भक्तजनहरूको सेवाको निमित्त भक्तजनहरूकै रक्षाको निमित्त हामी जम्मा भयौँ। त्यति बेला हाम्रै मान्छेले पञ्चायतवादीहरूले हामीलाई पौलेको छ यिनीहरू राजविरोधी हुन् यिनीहरू देश विरोधी हुन् राष्ट्र विरोधी हुन् भनेर पोल पराएर
हामीले त्यति बेला पनि पक्रिनु लागि प्रशासन खटिराखेका थियो र स्थानीय विकास मन्त्री चाहिँ हाम्रो बेनुरार पर्साई हामीले बनाएका थियौँ र बेनुर पर्साई चाहिँ हामी गएर हामीले नै भन्यौँ तपाईँ कार्यक्रममा उद्घाटन गर्नु आइपुग्नुहोस् हाम्रो कार्यक्रम छ भनेर हामीले काठमाडौँ गएर हामीले भन्यौँ र उहाँ आउने भयो। तपाईँ त्यो साम्प्रदायिक ठाउँमा तपाईँ नजानुहोस्, त्यो साम्प्रदायिक ठाउँमा तपाईँले त्यहाँ सहभागी नलिनुहोस् भनेर प्रशासन सिडिओले उहाँलाई रोक्नु हो र पनि मेरो गुरु हो, म त जान्छु मेरो गुरुकोमा भनेर उहाँ सिडिओ प्रशासनको कुरा नसुनि आएर यहाँनिर हाम्रो सेवालाई उद्घाटन गरिदिनु भयो र यहाँ खानेपानी स्कुलदेखि लगेर आदि कुराहरू थियो त्यो सबै उहाँलाई उद्घाटन गरिदिनु भयो, यज्ञ उद्घाटन गरिदिनु भयो र हामी सफल भएर आयौँ। त्यति बेला हामी पासर र इलाम र झापा चन्द्रगुडीका प्रशासनहरू यहाँ उपस्थित निकै बाक्लो थियो, हामीले पक्रिनुलाई आइराखेका थियो। तर स्थानीय विकास मन्त्री आएपछि उनीहरू आफै भागी गए अनि उनीहरूले माथि दरबारमा कसरी उजुर गर्यो भन्दाखेरि सरकार बेनुरार पर्साईले त त्यहाँ साम्प्रदायिक थलोमा गएर सानो साम्प्रदायिक थलोमा गएर उद्घाटन गर्यो र यसलाई मन्त्रीबाट हटाउनु पर्छ भनेर पनि उहाँले आरोप लाग्नु भएको थियो र उहाँ पनि माङको दया र कृपाले उहाँले रुचाएको पार्टी पनि सफल हुँदै आयो र हामी पनि सफल भयौँ र हामी पञ्चायतलाई अब बाइपासका निमित्त हामी पनि ध्यान केन्द्रित हो। पञ्चायतले बाइपास गर्न हामी सफल भयौँ। त्यहाँदेखि आएर यता हामीले भाषा साहित्य र एउटा कुरा सुन्नुहोस् तपाईँले, अब भोट हुँदा पनि शान्ति हुँदैन, भोट नहुँदा पनि शान्ति हुँदैन, यो लेखेर राख्नुहोस्। त्यस कारणले शान्ति चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुरा चाहिँ नेताहरूले, हामीभन्दा माथिका नेताहरू छ, यिनीहरूले सम्झिनु पर्यो। मेरो व्यक्तिगत कुरा होइन, नेपाली जनताको लागि, विश्व जनताको लागि हो र हामीले शान्ति कसरी कायम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ सबैको ध्यान जानु पर्यो। त्यो मान्छे मारेर मात्रै शान्ति हुँदैन नि, मान्छे त सबै बाँच्नु पर्यो नि। यो ईश्वरको सृष्टि हो त, भगवान्को सृष्टि पो हुनु त, त ईश्वरको सृष्टिलाई नाश गर्नु हुँदैन। म यो भन्छु तपाईँहरूलाई र म किराँत धर्मभित्रका मात्र नभनौँ, समावेशी जो कोहीले यो अध्ययन गर्नु स्वतन्त्र छ र हामी पृथ्वीमा जति छौँ, जति प्राणी छौँ, जति साहसी जाति छौँ, हाम्रो प्राण यो शून्यमा गएर अडिन्छ र हामी यो प्राण गएपछि अब यो बोलेको शब्द त्यहाँ गएर अडिन्छ, त्योसँग हाम्रो कनेक्ट हुँदैन अनि फरार भइहाल्छ। त्यस कारणले त्यसलाई सम्बोधन गरिन्छ मिन्नीमा मेथामा सेखामा अनु सत्य भनेको सत्य सत्य र यसरी टङ्गिन्छ। हामी यसलाई पनि विचार गर्नुपर्छ र त्यो मान्छे पाप र धर्मको कुरा छ, त्यो यहीँ घुमिराखेको हुन्छ। पाप भन्नेले पापकै बाटो हुन्छ, धर्म भने धर्मकै बाटो हुन्छ। यसमा म के भन्छु भने मेरै वंशमा मेरै बाजे हो जासिङ भन्ने थियो। आफ्नो मेरो सख्खे बाजे चाहिँ अब मेरो सख्खे बाजे चाहिँ ऊ सुब्बा थियो, जासिङ बाजे कारबारी थियो। अनि जितपुरबाट त्यो केहरू चामलहरू केहरू उठाएर लाँदो रहेछ, उसको सुब्बाले नदिँदो रहेछ, ऊ मात्रै सुटु सुटु खाँदो रहेछ। अनि पछि मेरो बाजे चाहिँ पहिला गइसक्यो, पछि पछाडि चाहिँ ऊ जाने भयो। ऊ जाने हुँदाखेरि त्यसले गर्दाखेरि रोक्यो क्या, जाँदै हुन्छ जाँदै फर्किन्छ, पर्खिराखेका छौँ, जाँदै हुन्छ फर्किन्छ। अनि मेरो बोजूले सोध्यो, मेम्बा इन्हें गेम सकते वाला बने मिल सकता हाथ में